हेलो भिउअर्स, जय मसिंह। अहिले चाहिँ म सिलगढीमा छु। यो सिलगढीको दृश्य हेर्न सक्नुहुन्छ। अहिले चाहिँ आज चाहिँ म एक्लै आएको सिलगढी, केही काम लिएर काम छ अनि त्यो काम लिएर आएको। अनि यो बेलुका मात्र आइपुगेँ। हजुरहरूले देख्न सक्नुहुन्छ यो बेलुकाको दृश्य। आज यतै बसेर भोलि चाहिँ फर्किनुपर्छ। सिलगढीको रमाइलो पलहरू, आज बिताएको समयहरू भोलिसम्मको आज अहिले लगभग 7 नागिसकेको छ र 7 बजी सिलगढीमै छु भनेपछि भोलि मात्रै फर्किन्छु। भोलि दिनभरिको भिडियोहरू पनि हजुरलाई जोडेर देखाउने कोसिस गर्नेछु। र यो चाहिँ हो अहिले सिलगढी चम्पासरी क्रस भएर अहिले म जङ्सन पुग्नु आँटेको छु। र त्यहाँनिर चाहिँ मेरो केही मिटिङ कामहरू छ सेवाको, अनि त्यहाँनिर जाँदैछौँ र हजुरहरूलाई देखाउनेछौँ। यो झलकहरू मात्रै, एक्लोपनको आजको झलक। अहिले चाहिँ म सिलगढीमा छु। पुलिस गाडी सँगसँगै छ। यो दृश्यलाई देख्न सक्नुहुन्छ। यस्तो छ यहाँको माहौलहरू। अहिले बेलुका मात्रै बजारहरू साह्रो दामी लाग्छ। मजाले घुम्न सकिन्छ, मजाले बस्नु सकिन्छ। यहाँनिर शीतल हो। अहिले अब फर्किनुको लागि जाँदैछु। स्ट्यान्ड जोड्दाको स्ट्यान्ड गएर चाहिँ घर फर्किनुपर्छ। नानीहरू पर्खिरहेको छ मलाई। मेरो छोराछोरीले कामहरू सबै सकिहाल्यो। अब फर्केको यात्रा सुरु हुँदैछ मेरो। घुमाइ थुप्रै भयो। बेलुकादेखिको थुप्रै भिडियोहरू बनाउन चाहिँ सकिनँ मैले। अनि त्यसरी नै घुम्दै बोल्दै गरेको, यो हिँड्दै गरेको, यात्रा गर्दै गरेको मात्र मैले गर्न सकेँ। र अब चाहिँ हामी जाँदैछौँ। हामी भन्दा पनि म एक्लै छु। र हजुरहरूले यो सिलगढीको दृश्यलाई हेर्न सक्नुहुन्छ। यो रहेछ पम्प। यहाँको हो हल्ला यत्तिकै हो। यहाँनिर मजा आउँदैछ घाममा। हल्का घाम छ अनि अहिले घाममा हिँड्दै गरेको अवस्था देख्न सक्नुहुन्छ। अहिले चाहिँ सिलगढीमा हो यात्रा जान लागेको। रमाइलो छ। र यहाँनिर जुस रहेछ। मलाई 1 ग्लास बनाइदेऊ न जुस। मेरो पनि 1 ग्लास बनाउँदो। नेपालीमा दिएछु मैले। नेपालीमा दिँदाखेरि चाहिँ नेपाली जुस, उखुका जुस बनाउँदो 1 ग्लास। यसरी बनिन्छ यहाँनिर। मेहनत राम्रो छ भैयाको। नेपाली समझ में आता है? हाँ हाँ 30 को बना दो। हाँ यो हो उखुको जुस 30 को। साह्रै शीतल हुन्छ। खाँदैछु अब। यहाँ र मैले उखुको जुस मात्रै सुरु गरिदिएको। एकदमै धेरै आइपुहाल्यो त खाने। मैं लकी हूँ ना। मैं आया तो देखो कितने आदमी आया। अब
म लाग्दैछु। अहिले चाहिँ खानासाना पनि खायो, उखुको जुस पनि मजाले खायो, नानीहरूलाई मिठाई पनि बोकिदियो र मजा आयो। अब चाहिँ म जोरथाङ स्ट्यान्ड जाँदैछु अनि गाडी छ या छैन हुनुपर्ने, जोरथाङको बेलुकैसम्म पाउँछ गाडी जोरथाङ छोडेको। र अहिले चाहिँ स्ट्यान्ड जाँदैछु। जे होस् हिजो बेलुका 2 बजी हिँडेको घरबाट अनि आज बेलुका 6 बजी पुग्ने रहेछु। झन्डै 24 घन्टा अलिक बेसी हुने रहेछ घर पुग्दाखेरि, घरबाट निस्केको। यहाँ ब्याग दोकानहरू रहेछ, रमाइलो भयो यात्रा र कामहरू पनि राम्रै भयो, सफल भयो। र प्रभुलाई धन्यवाद महिमा होस्। यो चाहिँ नाम्ची जोरथाङ लाग्ने हो। अहिले चाहिँ हाम्रो सिक्किम राजधानी जोरथाङ जाने एसएनटी बस स्ट्यान्डमा छु। यो चाहिँ एसएनटी बस स्ट्यान्ड हो। साथीहरू हुन्छ त, साथी पनि भेटेँ यहाँ जोरथाङको एकजना। एसएनटी बस चाहिँ यहाँ पाइन्छ साथी हो। नयाँहरूको लागि, पुरानैहरूको लागि त हामीलाई चिनाउने साथीहरू हुनुहुन्छ, गुरुजनहरू हुनुहुन्छ। र यहाँ चाहिँ हाम्रो कर्मटरको साथी हाम्रो सन्तोष ब्रदरले ज्यादै चिनिहाल्नु भयो, दिपिका शर्माले। र यहाँ छौँ अहिले चाहिँ हामी। अनि आजको सिलगढीको भिडियो बनाउनु पर्दाखेरि अब यसरी नै आजको भिडियोलाई बन्द गर्न लागिरहेको छु। अनि मजा आयो, यसरी धेरै कुराहरू देखाउन सकिनँ आफ्नो यहाँनिर कतिवटा मिटिङ सेवा भएको कारणले गर्दाखेरि। अनि धेरै कुराहरूमा घुम्नु पनि सकिनँ अनि बढाउनु पनि सकिनँ। र यहाँनिर जोरथाङको गाडी आउँदैछ अरे एउटा, र त्यो जोरथाङको गाडी चाहिँ अहिले एकछिनमा आउँदैछ अनि आधी घन्टा जस्तो पर्खिनु भन्ने छ। र पर्खिरहेको छौँ गाडी कति बेला आउँछ, अनि त्यही गाडीमा हामी जानेछौँ भन्दै आजको भिडियोलाई यहाँलाई धन्यवाद भन्दै पर्दालाई बन्द गर्न चाहन्छु। र यो देख्न सक्नुहुन्छ बसहरू निस्किँदै गरेको, रमाइलो भयो। प्रभुलाई महिमा होस्। अनि दिमाग पनि सिलगढी आएर यो टोटोको हरनले एकदम दिमाग फ्रेस बनाइदियो। र सबैलाई आजको भिडियोद्वारा बिदा माग्दै जय मसी।